ल आजको यो विश्लेषणमा हामी एउटा एकदमै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। खासमा नेपालमा कुनै पनि व्यवसायले भ्याटको नियम मानेन भने त्यसको वास्तविक मूल्य कति चुकाउनुपर्छ त? धेरैलाई लाग्न सक्छ एउटा सानो भ्याटको गल्तीले किनै हुन्छ र, तर हामीले हेर्दै जाँदा थाहा पाउनेछौँ यिनै सामान्य लाग्ने गल्तीहरूले कसरी ठूलो आर्थिक भार बोकाउन सक्छन् र कहिलेकाहीँ त त्योभन्दा पनि धेरै गम्भीर परिणाम निम्त्याउन सक्छन्। यो सबै कुराको जड भनेको मूल्य अभिवृद्धि कर ऐन 2052 हो। भन्नुको मतलब व्यवसाय दर्ता गर्नेदेखि लिएर बिल कसरी काट्ने, हिसाब किताब कसरी दुरुस्त राख्ने, यी सबै कुराको नियम यही ऐनमा तोकिएको छ। ल अब सुरु गरौँ पहिलो तहबाट। यहाँ हामी ती गल्तीहरूको कुरा गर्छौं जुन एकदमै सामान्य लाग्छन् तर जरिवाना भने तिराइहाल्छन्। यसलाई नियम पालनाको पहिलो खुड्किलो भन्दा पनि हुन्छ, जहाँ ससाना गल्तीले पनि आर्थिक नोक्सान गराउन सक्छ। यो हेर्नुस् त, कति सामान्य देखिने कुराहरूमा जरिवाना तोकिएको छ। जस्तै व्यवसायमा केही परिवर्तन भयो तर जानकारी गराइएन भने 1000 रुपियाँ, अझ भ्याट दर्ताको प्रमाणपत्र मात्रै नझुन्ड्याउँदा पनि सिधै 1000 रुपियाँ जरिवाना। यस्ता कुरामा ध्यान नपुग्दा पनि पैसा गइरहेको हुन्छ। अब अलिकति गम्भीर विषयतिर लागौं, त्यो हो कागजी प्रक्रिया। साँच्चै भन्नुपर्दा भ्याट प्रणालीको मेरुदण्ड नै यही हो र यहाँ हुने गल्तीको मूल्य पनि अलि बढी नै हुन्छ। ऐन अनुसार नियम पालना गर्ने आदर्श तरिकामा जम्मा 3वटा मुख्य कुरा पर्छन्। पहिलो, हरेक कारोबारको ट्याक्स इन्भोइस काट्ने। दोस्रो, हिसाब किताब एकदमै दुरुस्त र अप टु डेट राख्ने। र तेस्रो, समयमा कर विवरण बुझाउने। यति गरेमा ठूलो समस्याबाट बचिन्छ। अब सोच्नुहोस् त, एउटा सामान्य ट्याक्स इन्भोइस मात्रै काट्न बिर्स्यो भने कति जरिवाना लाग्ला? सिधै 10,000 रुपियाँ। हो, रु 10,000। यसले नै देखाउँछ कि त्यो एउटा कागजको महत्त्व कति ठूलो छ। अनि हिसाब किताबको कुरा त झनै गम्भीर छ। हेर्नुहोस् है, खातापाता अप टु डेट नराखेमा 10,000 जरिवाना। कर अधिकृतले निरीक्षण गर्छु भन्दा हुँदैन भनेमा त झन् 20,000। अनि खातामा जानकारी अपुरो भयो भने पनि 5,000सम्म जरिवाना लाग्न सक्छ। मतलब सानो गल्तीदेखि जानी निरीक्षण रोक्नेसम्म हरेक तहमा दण्डको व्यवस्था छ। त्यस्तै समयमै कर विवरण नबुझाउँदा पनि जरिवाना लाग्छ र यो जरिवाना चुप लागेर बस्दैन, हरेक दिन बढ्दै जान्छ। यसको हिसाब कस्तो छ भने, कि त तिर्नुपर्ने करको 0.05% हरेक दिन तिर्नु पर्यो, कि त प्रति महिना अवधि 1,000 रुपियाँ। यी दुईमध्ये जुन रकम धेरै हुन्छ त्यही तिर्नुपर्ने हुन्छ। ल अहिलेसम्म हामीले गल्ती र लापरवाहीका कुरा गर्यौं। अब हामी त्यस्ता कसुरहरूबारे कुरा गर्दैछौं जसले जानी कर छल्न खोजेको जस्तो देखाउँछ र यहाँबाट जरिवानाको रकम पनि ह्वात्तै बढ्न थाल्छ। जसले भ्याटमा दर्ता नै नगरी कारोबार गरिरहेको छ उसलाई त दोहोरो मार पर्छ। एक त सिधै 20,000 रुपियाँ जरिवाना, अनि त्यतिले मात्र पुग्दैन, त्यो कारोबारमा जति कर लाग्थ्यो त्यसको आधा अर्थात् 50% रकम पनि थप तिर्नुपर्छ। तर केही उल्लङ्घनहरूको मूल्य भने यी सबैभन्दा धेरै हुन्छ, विशेष गरी आजको डिजिटल जमानामा। प्रविधिले जति सजिलो बनाएको छ, छली गर्ने नयाँ ढोकाहरू पनि त्यति नै खोलेको छ। र त्यो मूल्य हो 5 लाख रुपियाँ। हो, सिधै रु 5 लाख। यो जरिवाना केमा लाग्छ भने, यदि कुनै व्यवसायले आफ्नो इलेक्ट्रोनिक बिलको डाटा तलमाथि गर्न मिल्ने, चलाउन मिल्ने सफ्टवेयर प्रयोग गरेको पाइएमा। यसले एकदमै प्रश्न पार्छ कि डिजिटल प्रणालीमा हुने छेडछाडलाई कति गम्भीर रूपमा लिइन्छ। अब हामी आइपुगेका छौं कसुरको सबैभन्दा गम्भीर तहमा। यहाँ बदनियत अर्थात् खराब नियतले गरिएका कामहरू पर्छन् र यहाँको सजाय पैसा तिरेर मात्रै सकिँदैन। ऐनको भाषा आफैमा कति कडा छ भने यसमा लेखिएको छ, कुनै पनि व्यक्तिले बदनियतपूर्ण इरादाले कर छलीको कसुर गरेमा सजाय हुनेछ। यो बदनियतपूर्ण इरादा भन्ने शब्दले नै कुरा अब सामान्य जरिवानाबाट फौजदारी कारबाहीतिर मोडिएको सङ्केत गर्छ। अब यस्ता कामहरूलाई गल्ती भन्न मिल्दैन। जस्तै सामान नै नपठाइकन नक्कली बिल काट्नु, कर छल्नकै लागि झुठो हिसाब किताब बनाउनु, नक्कली कागजात पेश गरेर भ्याट फिर्ता माट्नु वा अरू कसैलाई कर छल्न सघाउनु। यी सबै जानी गरिएका ठगी हुन् र कानूनले यसलाई अपराध मान्छ। र यदि कर छली प्रमाणित भयो भने सजाय दोहोरो हुन्छ। पहिलो,
जति रकम छली गरेको हो त्यति नै अर्थात् 100% जरिवाना र दोस्रो 6 महिनासम्मको जेल सजाय। मतलब पैसा पनि गयो अनि जेल पनि जानुपर्ने अवस्था हुन सक्छ। ल, जरिवानाका यी सबै तहहरू हेरिसकेपछि अब प्रश्न उठ्छ, यसबाट हरेक व्यवसायीले सिक्नुपर्ने वा बुझ्नुपर्ने मुख्य कुरा के हो त? यसको सार 4वटा बुँदामा छ। पहिलो, सानोभन्दा सानो प्रशासनिक गल्तीको पनि वास्तविक आर्थिक मूल्य हुन्छ। दोस्रो, बिल र खातापाता यही नै सबैभन्दा महत्त्वपूर्ण सुरक्षा कवच हो। तेस्रो, रेकर्ड तलमाथि गर्न प्रविधिको दुरुपयोग गर्दा सबैभन्दा ठूलो जरिवाना लाग्छ। र चौथो, जानी कर छल्नु भनेको सामान्य गल्ती होइन, यो सिधै फौजदारी अपराध हो। अन्त्यमा यो सबै विश्लेषणले एउटा गम्भीर प्रश्न खडा गर्छ, के कुनै पनि व्यवसाय पूर्ण रूपमा नियम पालना गरेर चलिरहेको छ? यो प्रश्नमाथि विचार गर्नु नै सायद नियम पालना गर्ने दिशामा पहिलो र सबैभन्दा महत्त्वपूर्ण कदम हो।